गाइज वेलकम ब्याक टु माई ब्लग। सबैजनालाई गुड मर्निङ। अहिले बिहानको 6:30 बज्दैछ अनि म चाहिँ गेम हेर्न उठेको छु। राति 2-3 बजी सुतेँ अनि अहिले बिहान 6:30 बजी उठेँ किनभने 6:45 गेम छ नि त। युएस भर्सेस अझै एउटा परागुरा के नाम छ त्यो चाहिँ नाम पढ्दै मलाई आएन। अब म गेम हेर्न जाँदैछु अनि त्यसपछि म तपाईँलाई हेर आउँछु ल। अहिले कुन कुन गेम छ म तपाईँलाई हेर आउँछु ल। मोबाइलमा ट्याक्सीसम्म यहाँ हेर्नु मोबाइलमा भइसक्यो अनि यहाँ टिभी छ यहाँ छ। अहिले चाहिँ कति भएको छ 6:30 बज्दैछ। अझै 15 मिनट बाँकी छ ल। अहिले चाहिँ हाफ भएको छ। हाफको अगाडि नै पराएको अहिले 3 गोल खाइसकेको छ। युएसले 3 गोल दिइसकेको छ अनि अहिले हाफ भयो। म जाँदैछु होला ल। मैले जाँदैछु दाँत माझ्नलाई। साथीहरू खानासाना खाइसकेन अनि कान्छीले पनि धान कुटाएर लिएर आइसक्यो। बिहान बुवासँग गएको छु अनि धान कुटेर ल्यायो अनि सुँगुरलाई खाना दिएको। सुँगुर चाहिँ खाएर सुतेको छ अनि कान्छी चाहिँ गएको छ काट्नलाई। मकैको हुन्छ नि ठट्री, हामी चाहिँ ठट्री भन्छौँ, त्यही काट्नु गएको छ। अनि भिडियो पनि एडिट भइसकेको छ अनि अब मलाई लाग्दैछ निद्रा किनभने राति म सुतेको छुइनँ। 12 बजीदेखि नै जागेको छु अनि अहिले बर निद्रा लाग्दैछ। जान्छु अब एकछिन सुत्छु अनि कति बजी गेम छ अनि त्यो टाइम आउँछु नि गेम हेर्न। त्यसपछि म तपाईँहरूलाई गेम हेर्न आउँछु होइन। अनि 6:30 बजे गेम चाहिँ अनि 6:30 बजे गेम चाहिँ युएसले जित्यो, 4 गोल दियो ल। अब हेरौँ नेक्स्ट गेम चाहिँ कसले जित्छ अनि त्यसपछि म तपाईँहरूलाई भन्छु ल। गाइज म चाहिँ सुतेको अनि म चाहिँ अहिले आएको छु इटहरी। अहिले इटहरीमा बसेको छु। यो इटहरीको मेन चौक हो अनि इटहरीमा काम थियो केही बेर म इटहरी आएँ। अब जाँदैछु काम भयो अब अब जाँदैछु घर गएर भिडियो पनि अपलोड गर्नु पर्छ। 4 टाइम पनि सक्यो ल। अब म डाइरेक्ट बस्छु ल। गाडीमा बसिछु क्या यहाँ चाहिँ इटहरी हेर्नु अनि गर्मी पनि लास्टै गर्मी गरिरहेको छ। म जाँदैछु फटाफट घर अनि घर गएर म नुहाउँछु अनि त्यसपछि म तपाईँहरूसँग भेट्छु ल। झन् गर्मी लागिरहेको छ गाडीमा पनि ल। साथीहरू मुभी आइसक्यो अनि जाँदैछु घर। अहिले अङ्कलको सिटीमा बसेको छु। यहाँ हेर्नु कसलाई लोड गरेको छ। अब जान्छु टाउको देखिरहेको छ घर गएर म आइपुगेँ। त्यसपछि म ल घर चाहिँ पुगेँ। यहाँ हेर्नु यो हाम्रो फिल्ड हो अनि घर आउँदा चाहिँ 2 घन्टा लाग्यो। टाउको धेरै नै बिग्रिरहेको छ। म जाँदैछु म सुत्छु एकछिन अनि त्यसपछि म भिडियो पोस्ट गर्छु अनि आजको ब्लग म यही एन्ड गर्छु। अनि आजको ब्लग कस्तो लाग्छ भन्नु होला। राम्रो लाग्छ भने लाइक गर्नु अनि च्यानललाई सब्सक्राइब गर्नु होला। आजको ब्लग यति नै हो। हस् धन्यवाद, बाई।